येलेमी नैगो घटना आगलागी नियन्त्रण सचेतना अभियान सुरु चुकुदु येला महानगरपालिका विपद व्यवस्थापन शाखा चिने आगो जीवन बचाउने नचिने त्यही संसार चलाउने थैगो नारानाप आगलागी नियन्त्रण सचेतना अभियान बुधबार निसे सुरु यागो ख आगलागी धेरै जसो मानव निर्मित विपद हो। नेपालमा पनि वर्षेनी आगलागीबाट करोडौं मूल्यको क्षति हुनको साथै धेरै मानिसहरूको ज्यान जाने गरेको छ। अझ भन्ने हो भने शहरी क्षेत्रका घना बस्तीहरूमा यसको जोखिम उच्च छ। त्यसैले आगलागीका घटना हुनुभन्दा पहिले राम्रो पूर्व तयारी गर्न सक्यौं भने जनधनको ठुलो क्षति हुनबाट बच्न सकिन्छ। पूर्व तयारीमा लाग्ने खर्च भन्दा घटना घटिसकेपछि हुने हानि नोक्सानी र उद्धारमा लाग्ने खर्च कैयौं गुणा बढी हुन्छ। यस तथ्यलाई मध्यनजर गरी जनचेतना अभिवृद्धि गर्ने सिलसिलामा ललितपुर महानगरपालिकाले यो भिडियो सामग्री तयार पारेको छ। यसको मुख्य उद्देश्य सहरवासीले यस भिडियो सामग्रीको माध्यमबाट आफ्नो घर परिवार र टोल छिमेकमा के कति मात्रामा आग लागि न्यूनीकरणका उपाय अपनाउन सकिन्छ त्यो लागू गरून् भन्ने नै हो। धन्यवाद, नमस्कार। येला महानगरपालिका प्रमुख चिरिबाबु महर्जन सिलिन्डर च्यागो मिसाना आगलागी नियन्त्रण सचेतना ज्याजोया शुभारम्भ याना दिएको ख उपप्रमुख मञ्जली साक्य लागिरहनु भएको छ र जोरदार तालिका साथ हामी यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। एउटा ज्ञान त यीबाट प्राप्त गर्छ। जोरदार ताली एकपल्ट ताली बजाइदिनु होला। ज्याजोले येला महानगरपालिका प्रमुख चिरिबाबु महर्जन उपप्रमुख मञ्जली साक्य वज्राचार्य ललितपुर जिल्ला प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ लगायत सचेतना अभियान बारे नवाना दिएको ख सबैभन्दा पहिला यहाँले सबैलाई आसन्न चाड पर्वको मैले शुभकामना अर्पण गरेँ। अब यो सचेतना कार्यक्रम वास्तवमै अति महत्त्वपूर्ण छ। यो यसकारण पनि महत्त्वपूर्ण छ कि हामीले ललितपुर महानगरपालिकालाई एउटा स्मार्ट सिटी बनाउने भन्नेतर्फ हामी लागिरहेका छौँ र स्मार्ट सिटी बनाउने सन्दर्भमा यो जुन किसिमको विपद छ यो विपदलाई सम्बोधन गरिएन भने स्मार्ट सिटी किमार्थ हुन सक्दैन। तसर्थ हामीले यतातिर ज्यादै महत्त्वका साथ ध्यान दिइरहेका छौँ र आवश्यकता अनुसार हामीले लगानी पनि गरिरहेका छौँ। अहिले हाम्रो नगर प्रहरी बल 125 जनाको हुन पुगेको छ। हामीले समय सापेक्ष यो विपदका साधन प्लान्ट इक्विपमेन्टहरूको पनि व्यवस्थापन गरेका छौँ। लगायतको काममा हामी अग्रसर भइरहेको कुरा यहाँहरूलाई निवेदन गरे। वातावरणको क्षेत्रमा ललितपुर महानगरपालिका धेरै अगाडि छ। हामी सफा वातावरण चाहन्छौँ, हामी हरियो वातावरण चाहन्छौँ। सँगसँगै जनताको सुरक्षा पनि हाम्रो अर्को मुख्य जिम्मेवारीभित्र पर्छ र विपद यहाँले देखिहाल्नुभयो, न खबर गरेर आउँछ न जानकारी गर्छ र हामीले थाहै नपाइकन ललितपुर महानगरपालिकाभित्र पनि कति धेरै विपदका घटनाहरू आगोको तर्फबाट भएका हामीले अहिले भर्खरै भिडियोमा पनि हेऱ्यौँ। त्यसकारण अहिले यो टाइम भनेको हाम्रो चाडबाडको समय छ। चाडबाडमा पनि हामी संस्कृति मान्छौँ। त्यो संस्कृतिमा पनि हाम्रो मुख्य एउटा संस्कृतिमा नभई नहुने आगो तत्त्व पनि हो। हुन त पञ्चतत्त्वले बनेको हाम्रो शरीर पनि छ, यो पृथ्वी पनि पञ्चतत्त्वले नै बनेको छ। यो पञ्चतत्त्वलाई हामीले आफूले व्यवस्थापन गर्न सकेन भने शरीर पनि स्वस्थ रहँदैन र बाह्य जगतमा यो पञ्चतत्त्वलाई हामीले व्यवस्थापन गर्न सकेनौँ भने हाम्रो घर हाम्रो समाजलाई पनि यसले क्षति पुर्याउन सक्छ। विपदजन्य घटनाहरू विशेष गरी आगोको कारणले हुन सक्ने जुन विपदका घटनाहरू छन् यी कुरालाई लक्षित गरेर जुन सर्वदेशीय सामग्री प्रकाशन गरेको छ त्यस सामग्रीले निश्चय नै यहाँ हामी सबैलाई झकझकाएको छ। यो सामग्रीले हामीले यो विपदसँग सम्बन्धित आगोजन्य विषयसँग हामी कतिको चाहिँ सिन्सियर हुनुपर्ने रहेछ, त्यस्ता किसिमको घटना भइहाल्यो भने त्यसलाई कसरी चाहिँ व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराहरूमा एकदम सूचनावर्धक हिसाबको चाहिँ एउटा सर्वदेशीय सामग्री प्रकाशन गरिएको छ। यसको लागि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उद्घाटनको क्रममा नगर प्रमुखज्यूबाट आगो निवारण गर्नुभएको छ। सुरुमा त के हो भन्ने थियो, तर साह्रै कन्फिडेन्टका साथ चाहिँ आगो निभाउनु भयो। त्यसले एउटा के देखायो भन्दाखेरि विपदकोमा अतालिने होइन,
हामीले सुझुलका साथ गऱ्यौँ भनेदेखि त्यसलाई सही ढङ्गले व्यवस्थापन गरिन्छ भन्ने कुराहरू उद्घाटनको क्रममा पनि त्यो एउटा मेसेज दिएको छ। ज्याजोले यसले आगलागी रोकथाम उपाय अनपेक्षित आगलागी या पूर्व तयारी या पम्पलेट श्रव्य दृश्य या ज्याजो तना शुभारम्भ